आईसीसी महिला टी20 विश्वकप एसिया छनौट अन्तर्गतको लिग चरणको दोस्रो खेलमा नेपालले बहराइन विरुद्ध 9 विकेटको जित निकालेको छ। नेपाल महिला टिमको भन्दा पनि अझै भद्दा फिटनेस रहेको बहराइनको टिम। आईसीसी महिला टी20 विश्वकप एसिया छनौट अन्तर्गत लिग चरणको दोस्रो प्रतिस्पर्धात्मक खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले बहराइनमाथि अत्यन्तै सशक्त प्रदर्शन गर्दै 9 विकेटको जित हासिल गरेको छ। मौसम बाधकभन्दा खेललाई छोटो पार्दै 5 ओभरमा सीमित गरिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित 5 ओभरमा 1 विकेटको क्षतिमा 41 रनको योगफल तयार पारेको थियो। बहराइनका लागि दीपिका रसङ्गाकीले आक्रामक शैलीमा ब्याटिङ गर्दै 13 बलमा 6 चौका र 1 छक्काको मद्दतले अभिजित 34 रनको विस्फोटक पारी खेलिन्। अन्य खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन्। नेपालका लागि एकमात्र विकेट उपकप्तान पूजा महतोले लिन्। अन्तिम ओभर बलिङ गरिरहेकी शबनम राईमाथि दीपिकाले 1 छक्का र 3 चौका प्रहार गर्दै 20 रन बटुलिन्, जसका कारण बहराइनले तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक स्कोर प्रस्तुत गर्यो। 5 ओभरमा 41 रन बनाउनु भनेको महिला क्रिकेटका लागि निकै नै ठूलो स्कोर हो। नेपाली क्रिकेट प्रेमीहरू यो रन लक्ष्य नेपाली महिला टिमले भेटाउनेमा शङ्का व्यक्त गरिरहेका थिए। त्यसपछि 42 रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको नेपालले खेलको 4.2 ओभरभित्र मात्र 1 विकेटको क्षतिमा रन लक्ष्य सजिलै पुरा गर्यो। नेपाली इनिङको नेतृत्व ओपनर कविता कुँवरले गरेकी थिइन्। उनले केवल 11 बलमा 4 शानदार चौकाका साथमा 18 रनको तीव्र गतिको योगदान दिएकी थिइन्। यद्यपि उनी रनआउट भएकी थिइन्। अर्की ओपनर सम्झना खड्काले भने 10 बलमा 13 रन बनाइन्। त्यसपछि आएकी इन्दु वर्मा 5 बलमा 7 रन जोड्दै अभिजित रहिन् र टोलीलाई सहज जितमा पुर्याइन्। यसअघि वर्षाका कारण नेपाल र हङकङ बीचको खेल रद्द भएको थियो। प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागी 3 टोलीले एक अर्कासँग 2 पटक प्रतिस्पर्धा गर्नेछन्। समूहको शीर्ष स्थानमा रहने टोलीले मात्र अर्को चरणमा प्रवेश गर्नेछ। यो विजयसँगै नेपाली टोलीले हालसम्म 2 खेलबाट 1 खेलमा जित र 1 खेलमा अङ्क मार्दै 3 अङ्क सहित शीर्ष स्थानमा रहेको छ। हङकङको खाता भने 1 अङ्कमा सीमित रहेको छ। अब नेपालले मङ्गलबार हङकङ र बिहिबार बहराइनसँग पुनः प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। पछिल्लो समयमा नेपाली क्रिकेट टिमको फिटनेसको विषयमा प्रश्न उठ्दै आइरहेको छ। उनीहरू फिटनेस नहुँदा धेरै रनआउट हुने पछिल्ला खेलहरूले देखाएको थियो, तर आज पनि 1 विकेट रनआउटकै कारण गएको थियो। आज भएको नेपाल र बहराइनको खेलमा नेपालभन्दा अझै पनि भद्दा र फिटनेस नदेखेका बहराइनका खेलाडीहरू भने नेपाली महिला खेलाडीभन्दा फिल्डिङमा उत्कृष्ट देखिन्थे। नेपालले यसभन्दा पहिले बहराइनसँग 2 पटक टी20 खेलेको थियो। ती खेलमा नेपालले 2 वटा खेलमै सहज रूपमा जित हासिल गरेको थियो। त्यसैले आज पनि नेपाल उच्च मनोबलमा थियो र जित हासिल पनि गर्यो। यस्तै खेल सम्बन्धी जानकारीका लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला।